हेलो बा पानी पनि कसैले खाने होइन है ल अनि चाहिँ भइदिने ऊ चाहिँ भएको छ क्या हेलो एभ्रिवान वेलकम टु माई ब्याक च्यानल आएको सबैजना सन्चै हुनुहुन्छ तर म पनि एकदम सन्चै छु है अनि अहिले चाहिँ अब यतिकै बसिरहेको छु कि अनि फेरि अब खाना बनाउनलाई म रेडी छु है अनि यो के गर्नु मम्मीहरू चाहिँ अब बिहानै गइहाल्नु भयो अनि अहिले चाहिँ अब मामा र म खाना बनाएर खाने हुन्छ अनि म अब खाना बनाउनलाई रेडी भइसकेको छु होइन अब यता भात पनि पाकिसक्यो अब यता अब म तरकारी बनाउँदैछु होइन अनि फेरि यतिकैमा फेरि बनाउँदा अब म बनाउँछु भनिरहेको थिएँ कि अनि फेरि मामाले अब म बनाउँछु भन्नुभयो अनि त्यहाँदेखि मामाले अब भिडियोमा अब मलाई नदेखाऊ भन्नुभयो त्यही भएर चाहिँ अनि म ल बनाउनु नि त भनेर म पनि बाहिरतिर निस्केँ है अनि यताउता यसो हेरिरहेको थिएँ अनि फेरि उताबाट मेरो बोकोले फेरि मलाई हेरिरहेको थियो होइन बोकोले हेरिरहँदा फेरि म त्यसको छेउमा पनि गएँ अनि त्यसले पनि फेरि हलाप भन्यो होइन अनि त्यहाँबाट फेरि म भनेर फर्केँ अनि त्यहाँदेखि फेरि यतातिर आयो अनि फेरि यसो केराउ भिडियो हाने होइन अनि एकछिनमा फेरि हामी अनि खानासाना खाएर अनि फेरि म फेरि अब धेरै त कपडा थिएन 1-2 जोड कपडा थियो होइन त्यो कपडा पनि धुएँ अनि त्यहाँबाट यत्तिकै बसिरहेको थिएँ अनि त्यहाँबाट पनि फेरि एकजना भाइ आयो अनि ऊ भाइसँग फेरि गफ गर्दै होइन माथि डाँडातिर गयौँ अनि त्यो भाइको पनि गफ अब कस्तो लाग्छ एकचोटि सुनिदिनु होला गाइस है भाइको तर डिम्पल चाहिँ बबाल बस्दिन्छ क्या फेरि लोटर हो नि के गरेको होला के गरेको होला ऊ चाहिँ भएको छ क्या हिजोकै टिम तर यिनी चाहिँ नयाँ थप्छ धुलो नउडाउनु कस्टमर चाहिँ वानी पाउँछु होइन कास्टमर मैले लिएर आउँछु घर जाऊ मोबाइल छोडेर घरबाट आऊ फेरि घर जाऊ मोबाइल लुट्नु पनि हुन्छ मेरो के जान्ने पैसा नहोला तर एउटा कुरो म चाउचाउको भुजा त्यहाँभित्र फाल्छु यतिको भयो भने चाहिँ फेरि बबाल मजा आउँछ नि होइन यतिको चाहिँ दाइलाई मुजी भने फाल्दै को छ त्यो मात्रै हो त्यो रम ए त्यही भएर त रब बोल्या हो त न अनि चाहिँ भइदिने हिजो म आज भिडियो पछि हेरेको है पछि त अहिले अब हाल्ने युट्युबमा हाल्नु टिकटकमा नहाल्नु युट्युबमा त्यही त हो युट्युबमा हाल्नु टिकटकमा फेसबुकमा अब यो बोलेको हाल्ने कि नै त होइन त्यो हिजोदेखि लक्ष्मणको भाइको बर्थडे थियो अलिकति बियर खाउँ त खाइदिएको भन्दै त्यति कुरा मिलायो आज त खाएर आइस अबदेखि आइस पनि घर नआइस ए हो र त्यो भएर अझै पनि झ्याप्चै त्यो खिरहेको त आउँछ नि आयो भने पनि त्यो भाइको बर्थडे थियो अलिकति खाऊँ भन्नु अहिले फेरि सचिन भाइको बर्थडे त्यहाँ भेला भएँ भन्नु A few moments later. के हो यो ठिक छ कहाँ हो चटपटे बनाउनु लाग्योमा अलिक सानो भन र यो अझै ठुलो मसँग यति थियो पैसा 15,000 रुपियाँ अहिले भर्खरै मम्मीलाई दिएर छोरीलाई उ बनाउनु पठाएर भाडा त एउटा भुजालले भरिन्छ जस्तो मान्छु मैले त्यो त दिम अलिअलि चामल पनि हाल्दै के गाइस ल आज चाहिँ चटपटे पार्टी थियो हैन अघि लिएर आउन सक्दैन त जान्न 10 चोटी ल
एउटा गेम खेलौँ न त के खेल्नु साथी भक्का भक्काएर होइन पानी पनि नखाने पुरै पिरो होइन खाप्चो बम्ने गेम के हो नि त गेम म पनि पिटी राख्न सक्दैन गेम हान खाना देऊ न त साथी भर्ने त यो त ठ्याम्मै भरेछ ठम्मै भयो के भाडा त अलिक सानो भयो कि जिन्दगीमा फर्स्ट टाइम होइन यत्रो चाहिँ उता पनि भ्लग सुरु भइरहेछ होइन ल नाकको टोडो कस्तो लागिरहेछ त नि भाइ कस्तो लागिरहेछ आइ भनिदेऊ न त एकचोटि खुसी लाग्यो हो खुसी लाग्छ होइन हालिदिन्छ तर साइडमा हेरेर आइ भन्नु होइन वाह अनि कहिले सिक्यो ए यो भाडा काटिन्छ क्या त्यस्तोले दुई टुक्रा पर्दैन होला पक्कै के यो त मुझे जस्तो फ्याक्क भएछ त अनि भ्लग बनाइरहेको छु अनि यो भ्लगबाटै पाएको हो क्या बाबा अझ त्यहाँ तीनटा यस्तो खुर्सानी हालेर केटाहरूले चाक पोल्ने हो होइन हेर चाक धुने बेला त चाक धुने चाक धुनलाई पानी हाल्ने ठाउँ हुन्छ नि त्यही भित्र चाक डुबाउनु भिडियो ल मा हाप्दियो अहिले त हाप्दे चाउचाउ लुगा हो ल यस्तो पिरो पानी जो खान्छ एक लाख दिइहाल्ने बेसमा चपाउनु हुँदैन पिरो हुन्छ छाती फुटाल्नु भयो अरे खुर्सानी भरि खुवाएर गाइस चटपटे हाम्रो भाडा चाहिँ सानो छ कि भाडा पनि सानो छ तर पिरो कति A few moments later. होइन देखाउने साथी यिनलाई पिरो नहुँदो रहेछ क्या पिरो चाहिँ भएर है फेरि भित्र रोला चक्कर लाग्ला त के हो अक्सिजन पुगेन अक्सिजन पुगेन जस्तो चक्कर लाग्यो के हो साथी नगर साथी नै भाइ नगर गुलाब शरबत हो कि शरबत पानी हो कि यो हेलो बा मेरो यहाँ जन्म गर्छ पानी लिएर आउँछ अङ्कल यो भारी खान नचिल्लाया मलाई पनि पिरो लाग्यो
खोर्सानी चौटै खान्छ केटा चल्दा नाका तेल चाल्नु केटा दिमागले काम नै गर्न छोडिसक्यो क्या चिकन पनि चालेर ल्याउने केटा ए दादा झम्झम अरे चिकन चल खोइ हाल्दा टाल खोइ तेरो उजा अहिले तेरो नपुछ कान मान्छे अहिले नसाथी बाह गर न खाना पारेर चाहिँ के भयो किन डरास तिमीसँग खोर्सानी मुख पनि हेर्दैन हेर्ने पनि होइन गाइस पिरो छैन बुझ्यो यसलाई पिरो भन्दैन नि Eternity later. पहिला मैले गाइस होइन सुरुमा मैले भ्लग हानेको यही फोन हो क्या होइन यो मैले देख्यो भने मैले आएर भ्लग बनाएँ क्या तर माया लाग्छ भने आजभोलि चाहिँ मम्मीलाई दिएको छ नि त यो फेरि के को मल अनि यिनी चाहिँ को त फेरि काली दिदी हेर्दा त गोरी छ त सो गाइज यस्तै छ होइन मैले बहिनीहरूलाई चाहिँ यसो जोकिङ गरिदिएको अहिले यसले ठुङ्छ नि फेरि केमा लाने ए हो र ल ठिक छ फेरि त्यसले टोक्न आउँछ नि ओरै त्यसले ह्याङ गर्न आउँछ नि अहिले ल त्यही नै छ गाइज होइन अब त्यही नै हो जति अब कुरा गऱ्यो त्यति नै अब आउँछ धेरै स्याडनेस कुराहरू होइन अनि मेरो जुत्ता फेरि गाइज होइन पर क्या टल्केर बसेको क्या ल सो त्यही नै छ अब भित्र फेरि मामाले खानासाना पनि बनाउँदै हुनुहुन्छ फेरि मामाले फेरि मलाई नदेखाऊ भन्नुहुन्छ क्या त्यही भएर अलिकति फेरि अब त्यति भन्दै पनि होइन मैले त अब बिहान त मैले खिचिहालेँ होइन तर पनि अब नबनाइदिउँ भन्ने कुरो मामाको चाहिँ होइन अब खै अब किन अब मान्नुहुन्न क्या त्यही भएर पनि गाइज